हेलो गाइज वेलकम ब्याक टु माई च्यानल लाइभ सबैजना सन्चै आएर हुन्छ होला र म पनि एकदम सन्चै आएर छु र आज हामी चाहिँ बिहेको निम्तो भन्दै हिँडिरहेको छौँ हाम्रो घर दैलो गएर हिँडिरहेको छौँ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है। यो चाहिँ बाँदर जस्तै रुक्नु बसेको छ अच्छा कर्ली कर्ली कालिया यो चाहिँ कालिया हो मेरा नाम है बुल्ला यो चाहिँ कर्लिया मान्छे हुनु न म के गरौँ दाइ यार के गर्न सक्छु भन्दा म होइन अलिक संस्कार भन्ने छैन तिमीमा यहाँ चाहिँ हुनु नरहन्छ जो एक थाल मासु भात बच्यो भन्न चाहन्छु म चाहिँ बड़ा हरामी हो बेटा यो चाहिँ भरै भएन क्या यो जहाँ निम्तो भन्न लाग्छौँ नि 5 मिनट बसेर हुन्छ यो चाहिँ एकदम सरासर गलत भन्छु म चाहिँ यति ससुले भन्दा हेर्छ केटा टप्पर चाहिँ हामी चाहिँ उठेर जान्छौँ त्यसो नानो न यार हेर्काल्दै भन्यो भने यार यसरी निराश नहुन दाइ ओ मेरा नाम है चुटिया अच्छो अच्छो की खड़ी करता हूँ मैं खटिया यो किरा यार अब यहाँ चाहिँ अङ्कल चाहिँ टक्क बना जानु लाग्नु भएको रहेछ छियोस् अङ्कल नमस्कार गोला जानु नि हो अब चौडीबाटी चाहिँ बिहे छ क्या अङ्कल आउनु पर्यो अच्छा नातिनी अरे अब नातिनीको बिहा खाना हुन्छ हुन्न अरे मैले हिँड्नु जानु इन्डुर भएर पनि डर लाग्नु लास लाग्छ क्या यार म त लताएर एकदम टक्टु परेको छु अङ्कल आन्टी बस्नु भए खै आन्टी दुख्ने खै अङ्कल दुखेर सन्चै हुन्छ रामजी चाहिँ के चन्द्र विष्टको छोराको चाहिँ बिहे छ अरे हजुर आउनलाई हुन्छ हजुर चौडीबाटी बिहान आउनु होला हस् कहाँ भाइ घर कहाँ तिम्रो घर यो यहाँ खै दाइ दिदी हुनुहुन्छ को हुनुहुन्छ को को छु सानो तिमी र दिदी खै त भन् क्या निम्तो भन् ठीक है ये भाई ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ तल दिदीले पठाउनु होला तपाईँले यहीँ हुनु होला जसरी पनि आउनु पर्यो है बिजन आगे आन्टी ए घरबेटी आन्टी कहाँ हुनुहुन्छ तल रामजी बिहे छ चौडीबाटी आउनु होला है हस् हस् कुन मलाई थाहा छैन हजुर बस्नु भयो रामजी बिहे छ क्या आउनु पर्यो चौडीबाटी हस् मैले भनिसकेको छु क्या त्यही भन्नु पर्ने भयो गाउँबारी यस्तो भइरहेको छ एकदम घर यस्तो चाहिँ घर बनिरहेको रहेछ गाइज यहाँ प्रकाश भाइ घर यहाँ अब
ओ दाजु नमस्कार है त्यसो खाना लाग्यो आन्टी नमस्ते दाजु एकदम खाना अर्ग्यानिक खाना अर्ग्यानिक खाना ठिक छ के हुन्छ भने अब तपाईँको त हिँडेर बिहे होला बिहे भने छोरा थियो नि तपाईँको हजुर के अरे तल बिहे छ विष्णु बाबुको आउनलाई नभए बिहे भइले भने ए हिँड्नु भाइ घर घरमा चोर नाल्छ भाइ चोर बन्टो बुढाटी केटाले टडम्बु एटाले बजाउँछ मोटी तल पनि झर्के मैले भन्ने भएको ठिकै लाठी आएर सुधाखी मारेर बन्टाउन ठिकै तल जी ऊ आन्टी भन् अन्ति होइन यार निम्रेलाई हाकल नाच्छ कट्टाले निम्तो बन्ने तरिका जो हामीले निम्तो बढी सक्यौँ गाइज र हामी चाहिँ दोकानमा आछौँ त्यो सब चटपटे खाने हो चटपटे खाने अब ल भान्जी अब चटपटे बनाऊ है तिमीले निम्तो बन्न सक्यो बनाऊ गएर 1000 रुपियाँ मिठो एकदम मिठो फाइनली चटपट चाहिँ रेडी भइसक्यो हाम्रो काल धाफीले बनाइसक्यो चटपटे हालिहाल है